चेयरमा आएर खाना खाँदै सांस्कृतिक कार्यक्रम हेर्ने नि भन्ने सल्लाह पनि धेरै धेरै धन्यवाद छ एकदमै धन्यवाद सायद बसिनु भएको छ आफ्नो कार्यक्रम खाँदै सकिने उद्देश्य लगाइरहेको होला साथीहरूलाई अब हामी हाम्रो एकै किसिमको जनावरहरूलाई प्रतिनिधित्व गर्छ त्यसै मध्येमा हामीले पनि आज यो पालि चाहिँ सरसर्गमा लिएर सानोबडी can you help him हाम्रो छोरीलाई आजको वेलकम प्रस्तुतिको लागि you gonna get a gift wow र हामी
ढिला भएकोमा तपाईँहरूमाथि क्षमा प्रार्थी छौँ र यो क्षमाको लागि हामी अब तपाईँहरूकोमा मिठो मिठो प्रस्तुति ल्याइसकेका छौँ। त्यसै कारणले धैर्य भएर हाम्रो खाना खाँदै मिठो मिठो प्रस्तुति हेर्नलाई तयार हुनुहोला। अबको अर्को प्रस्तुति हामी तपाईँहरूमा पस्काउँदैछौँ। गीतको बोल रहेको छ मखमली। कलाकार साथीहरू हुनुहुन्छ साइमा, सुस्मिता, छिरिङ, सुनिल, आशिष र निकेश। कलाकार साथीहरू स्टेजमा आइदिनु विनम्र अनुरोध गर्दछु। गीतको बोल रहेको छ मखमली। चोली माथि छड्केलायो भाकी चोली माथि छड्केलायो भाकी रूप सुन्दर मेरी हजुर दबाकै
हामीलाई माफी दिनु भइसकेको छ होला यो प्रस्तुति माफी दिन लागेको थिएन त ल यसै गरी ढिला नगरिकन हामी अलरेडी धेरै ढिला भइसकेको छौँ र ढिला नगरिकन अर्को प्रस्तुतितिर लम्कन गइरहेको छौँ हाम्रो अर्को प्रस्तुति सिडनीबाट रहेको छ सिडनीबाट आउनुभएका हाम्रा कलाकार साथीहरूलाई तयारीको साथ बसिदिन म अनुरोध गर्दछु हाम्रो अर्को प्रस्तुति रहेको छ खो ngolo rodri ज्ञाना यो गुरुङ गीत रहेको छ यो गीतले के भन्नु खोजेको छ भने सोल्टी डेटिङ जाउँ भन्नु खोजेको है डाइरेक्टली भन्नु खोजेको छ है तपाईले बुझ्नु भएको कि भएको छैन नबुझ्नेहरूलाई चाहिँ सोल्टी डेटिङ जाउँ भन्नु खोजेको हो र कलाकार साथीहरू तयारीका साथ बसिदिनु अनुरोध गर्दछु कलाकार साथीहरू रहेको छ प्रीति ज्ञानु र सम्राट सिडनीबाट आएको छ त्यसै कारण तालीको चाहिँ कन्जुसाइ नगर्नु होला है साथीहरू तालीले चाहिँ भव्यले स्वागत गरौँ तालीको चाहिँ कमी नहोस् धन्यवाद उडायो हावाले भन्ने गीतहरू मिक्स एकदम मिक्स गीत रहेको छ नेपाली मिक्स गीत र यस गीतलाई न्याय दिन हाम्रो ममता गुरुङज्यू स्टेजमा आइसक्नु भएको छ तालीले स्वागत गरौँ ममता गुरुङलाई स्वीकार गर्नु प्रस्तुति
पार्ने प्रस्तुति तपाईँहरूमा ल्याउन गइरहेको छु। अर्को प्रस्तुति पनि रहेको छ, निकै नै एकदम लोकप्रिय गीत, तपाईँले सुन्नु नै भएको होला, घर कता हो बहिनीको र रिमै भन्ने गीत। यो गीतलाई न्याय गर्न आउँदैछन् रुबिना र सक्सेन। कृपया तालीले स्वागत गरिदिनु होला। स्वीकार्नुहोस् यो प्रस्तुति।
कस्तो थियो यो प्रस्तुति र तालीले उहाँहरूलाई यो प्रस्तुतिको लागि धन्यवाद दिँदै अब अर्को प्रस्तुतितिर लम्काउन गइरहेको छ। अर्को प्रस्तुति पनि सिडनीबाट रहेको छ। सिडनीबाट यता लोसार मनाउन आउनुभयो र हाम्रो लागि केही कोसेलीहरू पनि लिएर आउनु भएको छ उहाँले। त्यसकारणले तालीको चाहिँ कन्जुसाइ नगर्नु होला। कलाकार साथी रहेको छ इसिका गुरुङ, जहाँ भए पनि स्टेज पछाडि आइदिनु होला। गीतको बोल उहाँको रहेको छ मन्स्यो रामनानी। तालीले स्वागत गर्नु होला। सिडनीबाट आउनुभएको हो, त्यसै कारणले तालीको चाहिँ कन्जुसाइ नगर्नु होला। धन्यवाद बहिनी शिखा गुरुङलाई। साह्रै राम्रो डान्स दियो र एकदम इनर्जेटिक पनि र धेरै धेरै बधाई दिँदै अब हामी अर्को प्रस्तुतितिर लम्किन गइरहेको छौँ। यो हाम्रो अब अन्तिम प्रस्तुति पनि रहेको छ। कसैलाई नाच्न इच्छुक भएको भए यहाँ मञ्चमा आएर आफ्नो गीत राख्न सक्नुहुनेछ र यसै गरी हाम्रो प्रस्तुतिपछि हाम्रो कन्सर्ट पनि रहेको छ। त्यसै कारणले धैर्यका साथ बसिदिनु अनुरोध गर्दछु र अब हाम्रो अर्को प्रस्तुति पनि हाम्रो सिडनीबाटै रहेको छ। सिडनीबाट रहेको छ। गीतको बोल लिएर आएका छन् साइली माइली भन्दा कान्छी छ्यामा भनेको साइली माइली भन्दा कान्छी राप्ती भन्नु खोजेको र यसै गरी यस गीतको लागि कलाकार साथीहरू रहेको छ प्रीति, ज्ञानु र सम्राट। तालीले स्वागत गरिदिनु होला उहाँहरूलाई।
उहाँहरू पनि अलिकति ढिलो पनि भइसकेको छ, हतार हतार पनि छ अवश्य पनि, र हामीलाई थाहा भएअनुसार हाम्रो आजको प्रथम अतिथिज्यू अब छुट्टिन लाग्नु भएको छ। त्यसैले हामी सानो 5 मिनटमा हामी छोटो छोटो हाम्रो एउटा सानो फर्मल प्रोग्राम छ कि हाम्रो मायाको चिनो वितरण गर्ने कार्यक्रम रहेको छ। त्यसैले यो बिचमा म झ्याप्पै बोलेर सबैलाई डिस्टर्ब गरेँ, आइम सरी अबाउट द्याट। यो समयलाई खेल्न नफालिकन हाम्रो कार्यक्रमको आजको सभापतिज्यू आदरणीय अध्यक्षज्यू राजेश कमलज्यू अगाडि आइदिनु होला। त्यसै गरी हाम्रो 2 जना चेलीबेटीहरू अगाडि गइदिनु होला। आजको कार्यक्रमलाई अवश्य पनि आफ्नै सम्झेर, आफ्नै मातृभूमिको, आफ्नै देशको, हाम्रो संस्कृतिलाई सम्झेर उपस्थित भएका सम्पूर्णहरूलाई हार्दिक धन्यवाद दिँदै विशेष गरी आजको प्रमुख अतिथि ज्यूलाई, हाम्रो महामहिम हर एक्सलेन्सी चित्रलेखा यादवज्यूलाई अगाडि आएर आफ्नो मायाको छिनो लिएर गइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। सबैले जोरदार तालीले हाम्रो महामहिमज्यूलाई हार्दिक स्वागत गर्नुको लागि हार्दिक अनुरोध गर्दछु। र अवश्य पनि रात अलि ढिलो भइसकेको छ, अहिलेसम्म बसेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच एन्ड देन वी आर रियली ग्ल्याड द्याट यु आर हियर टुडे। हामी एकदम रमाइलो, आज एकदम खुसी लागिरहेको छ। त्यसै गरी थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। त्यसै गरी आजको विशेष अतिथि हाम्रो कार्यक्रमलाई सधैँभरि सहयोग गर्ने सक्सेस एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसका प्रोपराइटर डाइरेक्टर आदर्शचन्द्र पाण्डेलाई पनि आफ्नो मायाको चिनो लिइदिनुको लागि अनुरोध गर्दछु। उहाँको मायाको चिनो अघिल्लो वर्ष पनि बाँकी छ जस्तो लागेको छ, त्यो पनि एकैचोटि ग्रहण गरेर लैजानुको लागि हार्दिक हार्दिक अनुरोध गर्दछु। र थ्याङ्क यू सो मच एन्ड देन वी आर रियली ग्ल्याड एन्ड प्राउड अफ यु एन्ड सधैँभरि हाम्रो तमु समाज केन्द्रलाई यसरी नै सहयोग गर्दै होला भन्ने हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू सो मच। त्यसै गरी म मायाको चिनो लिनुको लागि आजको लामाको हाम्रो लामा गुरु हाम्रो दोक्पो लामालाई पनि अगाडि आएर मायाको चिनो लिनुको लागि हार्दिक अनुरोध गर्दछु। उहाँले हाम्रो तमु समाजको कार्यक्रमहरूमा जहिले पनि बुद्ध जयन्ती होस्, लोसार होस्, आफू उपलब्ध नभए पनि आफ्नो साथीहरूलाई, हाम्रो गुरुहरूलाई उहाँले चाहिँ उपलब्ध गराएर हाम्रो कार्यक्रमलाई एउटा हाम्रो संस्कृति झल्काउने, एउटा हाम्रो परम्परा झल्काउने काममा एकदमै धेरै ठुलो सहयोग गर्नुभएको छ। हाम्रो गुरु लामालाई थ्याङ्क यू सो मच एन्ड वी आर रियली प्राउड टु बी हियर टुडे भन्नुपर्छ है। त्यसै गरी हाम्रो एनआरएनएका भाइस प्रेसिडेन्टज्यू, क्यामेराका एसिटी क्यामेराको कोअर्डिनेटरज्यू हुनुहुन्छ ललित मल्लज्यू, उहाँलाई पनि आएर आफ्नो मायाको चिनो लिइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी फेक्टाका प्रेसिडेन्ट रिप्रेजेन्टेटिभ हाम्रो दाई कृष्ण हमाल दाईलाई पनि अगाडि आएर आफ्नो मायाको चिनो लिइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी तामाङ गेदुङ क्यानबेरा, तामाङ सोसाइटी क्यानबेराका अध्यक्षज्यू आदरणीय प्यारो दाई राजु तामाङज्यूलाई पनि अगाडि आएर मायाको छिनो लिइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अरू हाम्रो अतिथिज्यूहरू यहाँ हुनुहुन्छ भनेदेखि अगाडि आइदिन सक्नुहुनेछ। मैले त खासै अहिले देखिनँ, तर पनि उहाँहरूको मायाको चिनो हामीसँग रहने नै छ र आगामी दिनहरूमा हामी हस्तान्तरण गर्ने नै छौँ भन्दै धेरै धेरै धन्यवाद दिँदै हाम्रो आजको सभापतिज्यूलाई पनि थ्याङ्क यू सो मच र बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै अब हामीसँग केही 2-3वटा नाचहरू, सायद तपाईँहरू पनि नाच्न चाहनुहुन्छ भनेदेखि, कुनै गीतमा प्रस्तुति दिन चाहनुहुन्छ भनेदेखि आएर सम्पर्क गर्नुहुनेछ। आफ्नै कार्यक्रम हो, लाज बन्द पर्दैन भन्नुपर्छ जस्तो। त्यसै कारणले अब हामी फेरि सांस्कृतिक कोसिसतिर जाँदैछौँ। कोही पनि नाचिनु होला, क्रिसमस आइरहेको छ, नयाँ वर्ष आइरहेको छ, होली मोमेन्ट भइरहेको छ। आई होप वी डोन्ट ह्याभ वर्क टुमोरो, राइट? धेरै साथीहरूको भोलि काम छैन जस्तो मलाई लागिरहेको छ। त्यो भएर लेट इट बी। अब हामीसँग अझै पनि क्यामेराको ब्यान्ड, लोकल ब्यान्ड आउन बाँकी छ साथी हो। आर वी रेडी फर द्याट? सो हामी अझै मिलाएका छैनौँ। भात 2-2 3 चोटिसम्म थपेर खानुपर्छ है, मिठो छ। त्यो भएर भात नखाएसम्म कोही पनि घर जाने होइन। र अब हाम्रो अर्को प्रस्तुति को आउँदैछ भनेर भन्नको लागि मेरो सहयात्री, मेरो परम मित्र, मेरो भाइलाई म मेरो माइक हस्तान्तरण गर्न चाहन्छु।
साइली मैली भन्दा पनि कान्छी छामामो खैजडी डम्फो ताला भन्दा मादल ताला छामामो खैजडी डम्फो ताला भन्दा मादल ताला छामामो साइली मैली भन्दा पनि कान्छी छामामो साइली मैली भन्दा पनि कान्छी छामामो खैजडी डम्फो ताला भन्दा मादल ताला छामामो खैजडी डम्फो ताला भन्दा मादल ताला छामामो साइली मैली भन्दा पनि कान्छी छामामो साइली मैली भन्दा पनि कान्छी छामामो धन्यवाद कलाकार साथीहरूलाई र अब हामी यस कार्यक्रमको अन्तिमतिर छौँ र अन्तिममा कन्सर्ट रहेका पनि अब हाम्रो नृत्य कार्यक्रमको अन्तिममा छौँ र त्यो अन्तिम प्रस्तुति हुनुभन्दा अगाडि म मायाको छिनोको कार्यक्रम गर्न गइरहेको छु। यस कार्यक्रममा मायाको छिनो दिनका लागि हाम्रा यस कार्यक्रमका सभापाठकज्यू
राजेश गुरुङज्यूलाई म अध्यक्ष स्टेजमा आइदिनु अनुरोध गर्दछु र मायाको छिनो लिइदिनको लागि हाम्रा सिटीबाट आउनुभएका कलाकार साथीहरू सबैजनालाई स्टेज पछाडि आइदिनु अनुरोध गर्दछु। कलाकार साथीहरू रहेको छ प्रीति ज्ञानु सम्राट त्यसै गरी क्यामेराका कलाकारहरू पनि रहेको छ रुबिना अनि सक्षम उहाँलाई पनि स्टेजमा मायाको छिनो लिइदिनु हुन अनुरोध गर्दछु। रुबिना र सक्षम धन्यवाद हाम्रा कार्यक्रमका सभापतिजी राजेश गुरुङज्यूलाई। र यसै गरी अब हाम्रो अन्तिम प्रस्तुति रहेको छ क्यानबेरा तमु समाजबाट गीतको बोल रहेको छ साइनिजो जिन्दगानीमा। कलाकार साथीहरू रहेका छन् साइमा, सिलु, निकस र अनिस। फेरि अनिस अघि पनि नाचेको थियो यो मान्छे त होइन र? राम्रो नाचेको थियो र अघि? खै मलाई त्यस्तो लागेन। सुजन मेरो बारेमा बोल्नुभन्दा अगाडि चाहिँ विचार गर है। त्यो कुनामा मैले सिक्ने बर्बनदेखि मैले आफ्नो रिलेटिभ्स फ्रेन्ड्सहरू बोलाएको छु। तिमी अहिलेदेखि फेरि सधैँ नचला है त। त्यो त अब यस प्रस्तुतिले देखाउँछ नि कतिको नाच्दो रहेछ भनेर है त। र स्वीकार्नुहोस् यो तमु समाज क्यानबेराको अन्तिम प्रस्तुति साइनिजो जिन्दगानीमा। ताली खै त।
अनिसले साँच्चै राम्रो नाचेको हो त? ल मैले पनि बताएँ है यो प्रस्तुतिपछि चाहिँ। र यसै गरी यो हाम्रो अन्तिम कार्यक्रम प्रस्तुति थियो र यसैपछि अब हाम्रो कन्सर्ट बाँकी रहेको छ आशिष एन्ड द ब्यान्डबाट। तपाईँले पछाडि देख्न सक्नुहुन्छ हाम्रो इन्स्ट्रुमेन्टहरू। भव्य कन्सर्ट हुनेछ, त्यसै कारणले धैर्यका साथ र केही क्षणमा हाम्रो खाना पनि पस्किनेछ, खाना पनि खानु होला र कन्सर्ट पनि सुन्नु होला, नाच्नु पनि होला र रमाउनु पनि होला। त्यसै गरी यही हाम्रो अन्तिम प्रस्तुति रहेको थियो। धन्यवाद तपाईँहरूलाई।
छुट्टै छुट्दैन भन्छन् सकेमा चाहिँ मायालाई छुट्टै छुट्दैन भन्छन् सिकारी